I was here to just the express my feelings and my past memory of my parents. Um, when I was kid, we always think uh, parents will be always there for us. Right? We don't think about their age. We don't think about their health. We don't think about the uh, that they will also need someone to take care of them also. हाम्रो प्यारेन्ट्सले मात्रै हाम्रो हेल्थको केयर गर्ने होइन अब हामीले पनि आफ्नो उहाँहरूको हेल्थको लागि केही केयर गर्नुपर्छ त्यो टाइम आउँछ भनेर चाहिँ हामीले के इमेजिनै गरेको थिएनौँ हुँदैन होइन अनि त्यो कुरा चाहिँ मलाई इन्स्टेन्टली रियलाइज भइरहेको छ अहिले बल्ल मलाई फिल भइरहेको छ कि जो कुरा म रेडी थिएन जुन कुराको लागि म कहिले पनि रेडी नै थिइनँ कि है life is like this. Always the thing will happen that you don't like or you are not expecting to be this. Okay, and let's मेरो फ्यामिली मेरो ड्याडीको मम्मी बाबाको लाइफ चाहिँ एकदम रोलर कोस्टर छ है उहाँहरूले धेरै 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 मेहनत गर्नुभयो के गर्नुभयो के गर्नुभयो जस्ट टु मेक आवर लाइफ बेटर हेल्दियर टु मेक पर्फेक्ट इन आवर ओन लाइफ मलाई एउटा फ्ल्यासब्याक आइरहेछ कि म जब सानो थिएँ अनि म मेरो बुवाको इज द वाल नाउ सरी मैले मेरो बुवाको यस्तो रुममा जाँदाखेरि चाहिँ यस्तो मेडिसिन बसाउने गनाउने जे पनि बसाउँथ्यो होइन अनि मैले त्यति बेला केही फिल गर्थेन औषधि गनाइरहेको छ होइन बुवा हो बुढो हुनुभयो उहाँको औषधि बसा गना समथिङ अनि मलाई त्यति बेला केही फिल हुन्थेन तर आज भोलि हिजो अस्ति यो एक हप्ताभरिमा जब म मेरो मम्मी बाबाको रुममा जान्छु त्यहाँ औषधिहरू हुन्छ के औषधि हुन्छ बेडमा औषधि अनि त्यहाँ रुममा औषधि गनाइरहेको हुन्छ अनि त्यो अनि जो बल्ल मलाई हिट गर्छ कि ड्याम यो चाहिँ हुन्थेन सायद मतलब दे आर गेटिङ ओल्डर एन्ड अब उहाँहरूको ब्यागमा पनि औषधि खानुभन्दा अगाडि औषधि खाएपछि औषधि मतलब यो कुराको लागि चाहिँ म एकदम रेडी नै थिइनँ कि होइन I don't know what to say, but just few days ago नभनौँ मतलब एक वर्ष अगाडि जब म 12मा थिएँ तब चाहिँ हामीलाई थाहा भयो कि बाबालाई सुगर छ सुगर हुँदा पनि म एकदम स्याड मतलब यो डायबिटिज मतलब हाम्रो फ्यामिलीमा अब मम्मी बाबा म भाइ अनि बुवामा बितिसक्नु थियो अनि हाम्रो उसमा फ्यामिलीमा मम्मी बाबा र भाइ र म अनि बाबालाई एकदम त्यो डायबिटिज हुँदा चाहिँ आई वाज सक्ड एन्ड लेटर चाहिँ मलाई त्यो नर्मल आइसकेको थियो किनकि औषधि खाएर त्यो नर्मल गर्न सकिन्थ्यो होइन त्यो बढेको घटेको त्यो मलाई त्यस्तो फिल हुन्थ्यो अब त्यो म राइट थिएँ के थिएँ थाहा भएन अनि जब अहिले म ब्याचलर्स सेकेन्ड सेमिस्टरमा छु अब अहिले चाहिँ बाबा यो साउनको महिना अनि यो असार साउनमा चाहिँ एकदम च्याउ खोज्नु जाने अनि कति किलोमिटर टाढा हिँडी गई च्याउ खोजेर ल्याउने अनि ल्याएर आउँदाखेरि अनि खुट्टा सुन्ने थियो अनि हामीलाई लाग्यो कि कैडा लागेर खुट्टा सुन्ने होइन अनि यु वाज जस्ट केही छैन खुट्टा त्यही खुट्टा सुनेको सो हामीले चाहिँ त्यो हेल्थ पोस्टमा मात्रै गयौँ होइन सरकारी उसमा अनि त्यसले केही हल्का सल्का औषध आयो तर त्यही पनि ठिक भएन अनि फेरि यो एउटा त्यसको नाम लिनु त मन छैन तर त्यहाँ गयौँ अनि त्यहाँ गएको भने फेरि
किडनीमा समस्या छ एन्ड वी वाज गयो अनि हामी एकदम सक के हुन्छ अब के भयो मतलब यो हामीले कहिले फिल नै भएको छैन एन्ड माई मम वाज भेरी वरिड अबाउट हिम एकदम सी वाज लाइक क्रेजी एन्ड मलाई लाग्यो होइन एन्ड मलाई लागेको थियो होइन यो हुन सक्दैन केही होइन यस्तो केही उस भएको होला तर फेरि यहाँ अब यो हाम्रो एरियामा नभएर अनि बुटोल लग्ने भनेर बुटोलमा लग्यौँ होइन अनि बुटोल लग्दा फेरि त्यसले भन्छ किडनीमा केही पनि होइन किडनी सबै ठिकै हो थाइरोइड बढेको अनि थाइरोइड त मेरो मम्मीलाई नि हो पहिलेदेखि अनि त्यो औषधि खाएर त्यो नर्मल हुन्छ त्यो पनि सुगर जस्तै मलाई लाग्यो त्यो पनि नर्मल हुन्छ केही छैन अनि फेरि थाहा भयो कि रिपोर्टमा त पेटमा र कलेजोमा पानी जम्यो एन्ड उयो फेरि अनि फेरि चेक गर्न गयो जानुभयो मम्मी बाबा अनि फेरि चेक गर्न गएपछि औषधि 20 दिनको औषधि लाग्नु अनि योले उस भयो भने भयो नत्र फेरि आउँला कस्तो हुन्छ भनेर अब के हुन्छ अझै थाहा छैन हामीलाई जस्ट इज टेकिङ द मेडिसिन्स एन्ड आई हेभ नथिङ टु से मैले के भनौँ होइन I have nothing to say, but every time I see my parents dealing with these things, one thought keeps coming back to me that what can I do for them? मलाई के गर्न सक्छु जस्ट आई एम स्टडिङ म अझै पनि पढ्दियो होइन बल्ल सेकेन्ड सेमेस्टरमा हो मैले जब कहिले गर्ने मैले कहिले अब मेरो प्यारेन्ट्स रिटायर हुने बेला भइसकेको रहेछ आई जस्ट रियलाइज दे आर इन देयर 40s नाउ अलरेडी मिड 40s मलाई जस्ट रियलाइज हुँदैछ आई डोन्ट नो वाट टु से आई डोन्ट नो वाट टु डु बट I just want to put this thing. I have to do something. I really have to do something to make them proud very early. Very early. If we don't have the money to नहोस् तर औषधि गर्नको लागि पनि पैसा नभए नहुँदा के गर्ने के होला I don't know what should I say but I feel like loser in my life but I need to start from now. I'm trying to do something. I am dealing with different things. I'm experiencing, I am learning different things beside the studies, beside the academic studies, but I have failed it many times. I don't know. I really don't know what to do. I really don't know what to do. Just I'm confessing my thoughts here and why I don't know that also. And I think this is the beginning of my life now. मतलब यत्रो दिनसम्म चाहिँ म उता आशामा थिएँ कि दे विल बी माई ब्याकबोन बट माई ब्याकबोन आर अल्सो एक्सपायरिङ आई डोन्ट वान से द्याट बट म के भन्नु आई डोन्ट नो बट ब्याकबोनलाई पनि कहिलेकाहीँ अब रेस्ट चाहिन्छ सो आई हेभ टु स्टार्ट नाउ एन्ड दिस भिडियो विल बी माई बिगिनिङ भिडियो I have nothing to just अब यो भिडियो चाहिँ मैले नबनाउने के गर्ने मतलब यो भिडियो अब बनाउँछु भनेर नि बनाएको होइन नबना भनेर नि बनाएको होइन अफकोर्स सोचेर बनाएको त्यही नि इट्स 12 o'clock 12:28
एन्ड 1 घन्टा अगाडि लाइक 11 बजीतिर मैले उस इन्स्टा स्क्रोल गरिरहेको थिएँ अनि त्यो वाज अ पोस्ट अफ द राजेश समानी, this one. Yes, I exactly felt that ki we have to do I have to do something before my parents are gone away from me. They need to be proud of me. They have to see proud of me in real life. So I need to do hard work